Six laws of indices. A raised to the power m times a raised to the power n. सेम बेसहरु मल्टिप्लिकेसनमा हुँदाखेरि के हुन्छ इन्डिसेसहरु जोडिन्छन्। सेम बेसहरु डिभिजनमा हुँदाखेरि के हुन्छ इन्डिसेसहरु घटाइन्छन् सबट्र्याक्टेड हुन्छ। जुनसुकै पनि नम्बरको इन्डेक्समा 0 हुँदाखेरि के हुन्छ 1 हुन्छ। इन्डिसेसको पनि इन्डेक्स हुँदाखेरि के हुन्छ इन्डिसेसहरु मल्टिप्लाइड हुन्छन्। जुनसुकै नम्बरको पनि इन्डेक्समा नेगेटिभ हुँदाखेरि नेगेटिभ नम्बर हुँदाखेरि के हुन्छ त्यसको रेसिप्रोकल हुन्छ। रेसिप्रोकल भन्नाले न्युमरेटर छ भनेपछि त्यो डिनोमिनेटरमा हुन्छ, डिनोमिनेटर भएपछि न्युमरेटरमा हुन्छ अनि इन्डेक्समा के जान्छ पोजिटिभ नम्बर। सिमिलरली डिनोमिनेटरमा नेगेटिभ इन्डेक्स भएपछि के हुन्छ यसको रेसिप्रोकल हुन्छ अनि रेसिप्रोकलमा हुँदाखेरि डिनोमिनेटरको न्युमरेटरमा जान्छ अनि पोजिटिभ पावर पोजिटिभ इन्डेक्स। a into b को होल इन्डेक्स m हुँदाखेरि के हुन्छ इन्डेक्स डिस्ट्रिब्युट हुन्छ दुईटै नम्बरमा। a अपन b को होल इन्डेक्स m हुँदाखेरि के हुन्छ दुईटै नम्बरमा इन्डिसेस डिस्ट्रिब्युट हुन्छ।